मासु यसरी खाने सबजना है हड्डी पनि छोड्ने होइन पैसा परेको छ यहाँ त एक युरो 1 युरो भनेको नेपालको 170 रुपियाँ हो म एउटा हड्डीमा समर्पण छ यो भविष्य मेरो प्राण भन्दा प्यारो मेरो मान्छेलाई बुढोले त अब 3 वर्षपछि मात्रै घर जान्छु भन्नु हुँदैछ। अब 3 वर्षमा बुढोले कमाउँछ नकमाएको पनि 2 करोड कमाउँछ बुढो, त्यसपछि त ढुक्कले घर जान्छ नि। यहाँनिर सागको सट्टा चाहिँ अर्को कोही अब अलि सक्षम राजा ल्याउँ भने नि म ओके हो। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग होइन। आजको भ्लग चाहिँ हामी टक्क मासु पोलेर खान लाग्दैछौँ। बिदाको दिन भएर रमाइलो गर्न लाग्दैछौँ। हाम्रो यहाँ कुस्माली दाईले चाहिँ एकदम मासु यहाँनिर मसला ससला हालिरहेको छ। ल कुस्माली दाई यसो हेलो भनिदिँदै त। हेट ल मासु यहाँनिर रेडी हुँदैछ हाम्रो चाहिँ। अनि यता बाहिर चाहिँ हामी आगो बाल्नलाई तयार छौँ, पुरा रेडी गरेको छौँ आगो बाल्नलाई। सो आज एकदम रमाइलो गर्ने भनेर हामी चाहिँ मासु सासु हिजो 2टा चिकन लिएर आएको छ। कसै चाहिँ मेरो बिहानीको सुरुवात चाहिँ यो वार्म वाटरबाट हुन्छ होइन। यो भर्खर अब यहाँ बिहान 8:48 भनेको बिहानै भनौँ अब है। यो 2 गिलास वार्म वाटरबाट त्यसपछि पार्टी सुरु हुन्छ हाम्रो। बियर यसरी तताइराखेको छ हिटरमा होइन, जाडो महिना भएर। यो चाहिँ ट्याक्क बियर खाने चाहिँ हामी 2 जना मात्रै हो। जम्मा 6-6वटा छ भागमा, 2 जनालाई टक्क कुखुराको मासुसँग लम 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 दिने हो अहिले। अनि यहाँ कुस्माली दाइले आगो सागो बालिसकेको छ। म चाहिँ टोइलेटमा अब टक्क मासु पोलेर खानलाई चाहिँ यो धुनु पऱ्यो अरे मैले। यो केटाहरूले भाँडा धुवाउनु भयो मलाई। बल्ल बल्ल धोइसकेँ होइन। टोइलेटमा मलाई 15 मिनट जति बस्नु पऱ्यो। टाइट टोइलेट गनाएर धन्न मेरो ज्याकेटमा सेन्ट हानेको रहेछु र सेन्टको बास्ना हल्का आएर आनन्द भयो। अब चाहिँ यसलाई टक्क यो आगोमा सेकाउने हो। त्यसपछि एकछिनमा मासु पोल्ने। घाम पनि लाग्दैछ, यताबाट घाम आइरहेछ। घाम आएपछि चट्ट बस्ने खाने। कुस्माली दाइले आगो बालिसकेको छ यहाँनिर टक्क। आज चाहिँ मोज पाडी टक्क यहाँ चाहिँ यसरी अब सेकिरहेको छ। हाम्रो मासुको प्रोग्राम भइरहेको छ आज। अब चाहिँ हाम्रो रेडी भइसक्यो मासु। अनि यहाँ बियर चट्ट यहाँनिर चाहिँ टक्क बस्ने। अनि अब यसरी बियर फोरेर टक्क ल चेस गाइज है। आज चाहिँ ह्याप्पी सन्डे। मासु यतातिर हाम्रो आगो बलिरहेको छ चट्ट। अनि यहाँ बियर यहाँ यति छ। अब बाँकी अझै एकदम मेहनती केटा। अब चाहिँ खाना पकाउनेमा अल्छी नगर्ने, मासु पकाउने अल्छी नगर्ने मान्छे पुग हो नि त उहाँको नेपालको। टक्क है त गाइजहरू। अब चाहिँ सट्ट आज मासु पोल्न थाल्नु है त सरर है त गाइजहरू। मोज हेर्दै यत्तिकै खाइदिउँ जस्तो लाग्न थालिसक्यो मलाई चाहिँ। खाइदिएँ भोक पनि लाग्दैछ। आज बवाल होला जस्तो छ है गाइजहरू। धुवा भयो। मासु लगभग पाकिसकेको छ, त्यही भएर म चाख्नु लाग्दैछु होइन। नुन सुन लागेन गाइजहरू है। यसरी बवाल यम्मी भएछ गाइजहरू यार। मासु चाहिँ साँच्चै बवाल यम्मी छ है, टेस्टी भएछ। यसरी मासु पोलेर खाइदिएछ फर्स्ट टाइम, यस्तो मिठो भयो यार। सुरुवात गरिसकेको छ। कस्तो लाग्यो त तपाईँलाई मासु? पाएको छैन? टेस्ट कस्तो छ? होइन अलिअलि काँचो खाँदा नि केही हुँदैन नि फेरि। हामी त फेरि टेस्ट चाहिँ कस्तो आयो त तपाईँलाई? टिकटक बनाएर नाचिराखेको छ यहाँ चाहिँ। धमाधम मासु पाकिराखेको छ। यता खाँदै हाम्रो धादेङ्गी दाई भित्र, यता कुस्माको दाई नाचिराखेको छ। अनि म पनि यहाँनिर खानलाई बसिरहेको छु बियर लिएर। बियर खाएको
खासमा भिडियो चाहिँ बनाउनु हुने थिएन होइन गर्लफ्रेन्डले थाहा पायो भने फेरि ल्याङ हान्छ अरे देखेपछि नखाइ बस्ने मन लागेन त्यही भएर एक पिस मनी सर्ट त खाइदिइहाल्नु पर्यो तर यसरी मासु खानु पाउँदा जिन्दगी नै बेग्लै रमाइलो हुने रहेछ कि मासु यसरी खाने मासु यसरी खाने सबजनाले है यसरी हड्डी पनि छोड्दैन पैसा परेको छ यहाँ त एक युरो भनेको नेपालको 170 रुपियाँ हो मलाई एउटा हड्डीमा त्यही भएर फाल्ने होइन यहाँ त एक हड्डीमा पैसा पर्छ 1 युरो अनि छुट्टै रमाइलो बल्ल बल्ल हाम्रो एउटा यहाँको स्याला आइपुग्यो खतरा डढेको देखिरहन्छ है खाइदिनु पर्यो यता डढे पनि यता चाहिँ डढेको छैन मास मासु कसरी खाने भन्दा यसरी खाने है मासु छुट्टै मजै छुट्टै छ यार मासु पोलेर खानु त्यसमाथि यस्तो घाम लागिरहन्छ यहाँनिर घाम त्यसमाथि यसरी यहाँ बियर यता अनि यता हाम्रो दाइहरू चट्ट ओहो कपाल पनि हल्का लामो हुँदैछ भर्खर मेरो अब उता स्यालले चाहिँ कोक लिएर आउँदैछ स्याल चाहिँ बियर खाँदैन फेरि मासु टोकेर हिँडिरहेको छ बियर लिएर कोक लिएर ल हामी यति हो टोटल 4 जना हो यहाँ बस्ने चाहिँ एउटा घर हाम्रो चाहिँ 1 लाखको घर छ नेपाली 1,50,60,000 को घर छ त्यही हो महिनामा तिर्नुपर्छ 1,50,60,000 अनि जे गरे पनि हुन्छ हामीले त्यही भएर हामीलाई ढुक्क छ यहाँनिर केहीको चिन्तै छैन गर्लफ्रेन्ड बनाउन सकेर गर्लफ्रेन्ड ल्याउन सक्यो भने पनि ढुक्क यहाँनिर ल गाइजहरु है मासु खाऊ मस्त ऊ यहाँ दिइराखेको यो मासु पोलेर खाने चाहिँ खासमा हाम्रो कुस्माली दाइको रहर कुस्माली दाइलाई कस्तो लाग्दैछ ल त भनिदिनु त एकदम राम्रो हो ल दाइलाई एकदम राम्रो लागिरहेको छ भने चाहिँ सकिहाल्यो नि यहाँ धादिङे दाइ तपाईँ चाहिँ कति अरे मासु कति खाइसक्नुहुन्छ अरे एकजनाले दुईटा कुखुरालाई चाहिँ साथी चाहिँदैन भनेको 4 किलो कुखुरालाई यहाँ हाम्रो मैले ठ्याक्कै फेरि भुलेँ ठाउँको नाम के अरे ए नुवाकोटे दाइ ल कस्तो लाग्दैछ त मासु त एकदम बवाल मिठो हो एकदम दामी यसरी क्रोसियामा आएर यसरी खाँदा चाहिँ कस्तो फिल भइरहेछ त रमाइलो भइरहेछ रमाइलो हो ल ल ल सो यसरी चाहिँ चट्ट रमाइलो भइरहेछ आज चाहिँ खतरा धेरै दिनपछि सबजना मिलेर टक्क घाम पनि लाग्यो चट्ट अनि मासु सासु हान्यो ए हामी टक्क त्यही झिक्ने त्यही खाने हो हाम्रो त फेरि पाक्दै गर्छ थुत्दै गर्ने खाँदै गर्छ यो चाहिँ 2टा चिकन 4 जनाले सकिसक्यो अब अर्को पनि खाने कि भन्ने कुरा भइरहेछ हामी खाइयो टन्नै मासु सकिसक्यो
अलिकति बाँकी छ त्यहाँ हाम्रो धादिङे दाइ त्यहाँ बसिरहेको छ टक्क अनि अर्को मासु हामी चाहिँ बनाउनलाई एकदम यहाँनिर हाम्रो मेन कुक यहाँनिर हाम्रो अर्को मासु काटिरहेको छ त्यो मासु सकिसकेर अर्को मासु यहाँनिर बनाउनलाई अब एउटा चिकन फेरि प्लस एउटा चिकन हामी खानेछौँ बवाल मिठो भइरहेको छ अहिले रमाइलो पनि घाम एकदम बवाल त्यसमा बियर त्यसमा यसरी पोलेको मासु यसरी अनि यसरी गाउँले जस्तो दाजुभाइहरू टक्क ल फुल भइसक्यो मासु त्यहाँ चाहिँ अझै पाकिरहेको छ तर सबजना ल फेरि बुढा एकचोटि भनिदिनु त खाइयो के अरे 5वटा कुखुरा खाइयो अब चाहिँ सबजना फुल बुढा सबैभन्दा अग्लो झोलुङ्गे पुल लामो पनि अग्लो पनि कुस्मा पो त अनि त्यो भोटेकोसीको होइन र त्यो झोलुङ्गे पुल भोटेकोसीको फेरि हाल्न लाग्छ त्यो धेरैको कुरा होइन अहिलेसम्मको नेपालमा चर्चित भएकोमा कुस्मामा भएको त्यो एउटा पुल हो क्या झोलुङ्गे पुल यस्तो लामो पनि अग्लो पनि सबैभन्दा अग्लो अझै छ मालढुङ्गा माथि मालढुङ्गा अन्त माथिबाट मालढुङ्गा त त्यही खोला भइकन फङ्गै छ मालढुङ्गा त हाइटबाट होइन कुस्मा भनेर चाहिँ धेरै सुनेको गएको छैन अब नेपाल जाँदा चाहिँ आहा के राम्रो बाग्लुङ पञ्चको भनेर गीतै छैन बुढोले फेरि दिइहाल्छ फेरि लोकगीतको फ्यान फेरि हाम्रो दाइ चाहिँ एकदम धादिङे दाइ चाहिँ लोकगीतको चाहिँ एकदम फेरि धादिङे पाडो राङ हो पाडाको माथि धादिङे राङ हो धादिङे कुस्माली अनि त्यसपछि यता नुवाकोटे अनि म खोटाएँ अनि यहाँ डिम्पल बसेछ हल्का अब झ्याप भइसक्यो बिहान 8 बजी गएर सुत्छ म त अब सुत्छु भनेर गएर सुत्छु तर लास्ट रमाइलो हुन्छ तर रमाइलो हुन्छ भनेर फेरि सबजना मुला यहाँ त यिनीहरू त यस्तो रमाइलो गरिरहन्छ त्यस्तो रमाइलो हुने रहेछ भनेर विदेश जानेर नसोच्नु आउनु चाहिँ पर्छ तर फेरि नसोच्नु राम्रो एउटा एजेन्ट चाहिँ अलिकति राम्रो लिएर पक्रेर आउनु फेरि बेला रमाइलो हुन्छ यस्तो यहाँ देखेर फेरि ओ भनेर यतिकै आएर मलाई पाकिस्तान र इन्डियन एजेन्ट पऱ्यो भने चाहिँ डुब्छ है फेरि विचार गर्नु मलाई तिनीहरू हामी जस्तो यहाँ पैसा कमाउन आएको हुन्छ चुत्तिया हुन्छ यहीँको एजेन्ट पऱ्यो भने राम्रो हो पाकिस्तान र इन्डियन एजेन्ट पऱ्यो भने चाहिँ डुबिन्छ सो विचार गरेर आउनु नेपालको एजेन्टले केही गर्न सक्दैन यहाँ आइसकेपछि चाहिँ यहाँ आइसकेपछि यहाँको एजेन्टले गर्ने हो त्यही भएर विचार गरेर चट्ट मिलाएर आउनु विदेश चाहिँ आउनुपर्छ पैसा कमिन्छ अलिअलि केही नभए पनि है गाइजहरू सबलाई म यो चाहिँ भन्छु पैसा चाहिँ अलिअलि कमिन्छ है फेरि कस्तो कुराहरू एकैचोटि नहाल्नु भन्दैछु क्या मासु रस जान्छ त्यसको रस जान्छ त्यो बिस्तारै हाल्ने हो कि मासु भनेको कस्तो यार तपाईँ डिम्पल यहाँ बसेको म छक्क लागिसक्यो डिम्पल यहाँ किन यहाँ बसिरहेको छ कुस्माली त टियामाबाट मगाएको सामानै आउँदैन अझै पनि मलाई कुस्माली दाइले एकदम खरेर बसिरहेको छ 4वटा कतिवटा मगाएको अरे मलाई चाहिँ चाहिँदैन भनेको छु म पैसा दिदिनँ त्यसको चाहिँ होइन यो त्यो होइन कुस्माले दाइ एकदम खरेर बसिरहेको छ यहाँ हो एकदम मगाएको छ अरे आउँदैछ टिकटकबाट अनलाइन सबै हाम्रो कुस्माली दाइले भिडियो बनाइराखेको छ टिकटक एकदम हो अनि यता धादिङे दाइ नाचिरहेको छ समर्पण छ यो भविष्य मेरो प्राणभन्दा प्यारो मेरो मान्छेलाई हाम्रो कुस्माली दाइले एकदम टिकटक बनाइरहेको छ यता गर्छ बुढाले गर्छ जिया If the world is ending
I wanna be nice to you. यहाँ हाम्रो नुवाकोटे दाइले चाहिँ एकदम मासु खाइरहेछ भागिसक्यो माछा लाजले ए यता हो कुस्माली दाइ एकदम डान्स हानिरहेको छ गीतमा बवाल मासु पनि टिपेर दिइरहेको छ बुढोले त अब 3 वर्षपछि मात्रै घर जान्छु भन्नु हुँदैछ अब 3 वर्षमा बुढोले कमाउँछ नकमाएको पनि 2 करोड कमाउँछ बुढो त्यसपछि त ढुक्कले घर जान्छ नि एकदम बवाल होइन त बुढा यस हो बेबी अनि यस 3 वर्षमा किन्या छ एउटा घर किन्ने अब त्यसपछि बल्ल घर जाने हो 3 वर्षमा 2 करोड कमाएपछि के गर्ने त नेपाल गएर अब घरमा गएर अब यसो दुःख पाएकाहरूलाई यसो सेवा गर्ने मौका मिल्यो भने सेवा गर्ने हो ठिक छ ल बुढा 3 वर्षमा घर गएर फेरि आउने नआउने अनि आउने नि यहाँ मलेसियन के अरे यहाँ कोरिसियन केटीहरूलाई यहाँ नजा भन्दैछ ठिक हो ल डान्स फेरि बवाल कुस्माली दाइको ल डान्स बवालमा हाम्रो कुस्माली मगर दाइको डान्सै बवाल के फेरि ल अनि सक्छ अब कसैले बोल न सक्दैन नि अब सुत्ने एकदम पार्टीको कुरा भइरहेछ अहिले ज्याप भएपछि मैले के भन्छ भोलि रविलाल सरले गल्ती गरेन हामीले उसकै चाहिँ हाई गरेर हिँड्दैन कि भाइ दाइ चाहिँ एकदम रविको फ्यान हो फेरि तिङे दाइ अर्के बालन ज्ञानेन्द्र गोपीको फ्यान हो मलाई ज्ञानेन्द्रले अलि गाली गरेर मलाई रिस उठ्छ ज्ञानेन्द्र साई फेरि ज्ञानेन्द्र शाह होइन ज्ञानेन्द्र साई ल ठिक मलाई मन पर्दैन चिज मैले ढुङ्गानेर नखटेको त्यो ठिक छ ल अहिले चाहिँ बियर खाइदिउँ हामी ल है ज्ञानेन्द्र शाहको सट्टा चाहिँ अर्को कोही अब अलि सक्षम राजा ल्याउँ भने नि म ओके हो त्यो राणी छ त मलाई मनै गर्दैन राणी मासु लगभग सकिन आँट्यो अब यहाँनिर सो फाइनली सबजना अब चाहिँ गइसकेको छ सबजनालाई मासुले पुगिसकेको छ मासु त्यति बाँकी छ अनि म पनि यति बियर बाँकी छ म पनि झ्याप भइसकेँ ल गाइज होइन फाइनली अब चाहिँ नेक्स्ट अर्को भ्लगमा भेटौँला होइन ल है त गाइजहरू म सर्ट भिडियो चाहिँ बनाइराखेको हुन्छु सर्ट भिडियोमा पनि भेट्न सकिन्छ